एउटा एकदमै प्रतिष्ठित कम्पनी क्या, एकदम नाम चलेको कम्पनीमा धेरै मुनाफा कमाएको उपलक्ष्यमा त्यहाँको बोसले सबै स्टाफहरूलाई पार्टी दिएछ क्या। पार्टी पनि एउटा ठुलो पोखरी तलाउको छेउमा लगेर पार्टी दिएछ। अनि पार्टी भइरहेको बेलामा त्यो कम्पनीको बोसले भनेछ क्या, ल यो पोखरीमा जसले हाम फालेर पौडी खेलेर पारी तर्न सक्छ उसलाई 5 लाख रुपियाँ पुरस्कार दिने भनेर घोषणा गरेछ। अब त्यहाँ हाम फालेर पौडी खेलेर पारी तर्ने कसैको नि हिम्मत आएन, किनभने त्यो पोखरीमा गोहीहरू थुप्रो थियो। हाम फालेकी त्यो गोहीको आएर बनिहाल्थ्यो, अनि कसैले नि हिम्मत गरेन। अनि एकछिनपछि एउटा जम्ल्याङ हाम फालेछ अरे, अनि झप्ल्याङ पौडी खेलेर छिटो पौडी खेलेर पारी फुत्त निस्केछ। अरू सबै छक्क परेछ, ओहो कसैले आँट नगरेको यसले कसरी आँट गर्यो, यसले त पुरस्कार पनि जित्नु